ए तपाईँ चाहिँ कहाँबाट तपाईँ स्वतः स्फूर्त खै बाबा मैले जन्माएँ म यतै जन्मी होइन म यतै छु अब यतै हुनुहुन्छ अब कहाँबाट आइने थाहा छैन कहाँ जाँदैछु नि थाहा छैन है एक माहौल यस्तो बन्यो भाटपट्टि नै चाहिँ किन केन्द्रमा पर्यो किन जनता केन्द्रमा पर्यो दिउँसरी आन्दोलन गरे भोक लाग्यो यहाँ आयो खाना पायो बात त सही होइन फोहोर धेरै भएको छैन यहाँ बाँदरहरू उत्रेपछि अलि त फोहोर हुन्छ स्वाभाविक कुरो हो परेन यो त बङ्गलादेशको आन्दोलन भन्दा कम देखिएन नि यो बङ्गलादेश त के थियो बङ्गलादेशमा खाने पाएको छैन हाम्रो नेपाल जति खान्छ खाओ न ल तपाईँहरू खाना पाएको छैन हामीले खायौँ के खानु तपाईँहरूले हामीले खाजा खायौँ फलफुल ल्याएर कहिले केटा हो